गार्डन क्योर ब्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ म कार्नेसनलाई कसरी रोप्ने, यसको केयर कसरी गर्ने भन्ने विषयलाई लिएर आएको छु। कार्नेसन चाहिँ जाडो महिनामा एकदमै दामीसँग ब्लुमिङ भएर फुल्ने प्लान्टहरू मध्ये एउटा पर्छ। यो चाहिँ डेन्चस भेराइटीमा पर्छ। हेर्न सक्नुहुन्छ मैले यहाँ गार्डन सोइललाई लिएको छु। यसमा चाहिँ केही मलहरू पनि प्रयोग गरिएको छैन, यो माटो मात्रै हो। अनि यो चाहिँ गाईको मल रहेको छ। हामीले फुलहरूमा मलहरू प्रयोग गर्दाखेरि आलो मललाई कहिले पनि प्रयोग गर्नु हुँदैन। यो चाहिँ कम्पोस्ट भइसकेको मल हो। हेर्न सक्नुहुन्छ मैले यो माटो र मललाई मिक्स गर्दैछु। फङ्गिसाइडको कुरा गर्नुपर्दा हामीले माटोमा नै लगाउन पनि सक्छौँ, अनि हामीले छुट्टै भरे पानीमा पनि घोलेर दिन सक्छौँ। हामीले दुवै तरिकाले प्लान्टहरू फुलहरू रोप्दाखेरि हामीले दुवै तरिकाले हामीले फङ्गिसाइडहरू लगाउन सक्छौँ। हेर्न सक्नुहुन्छ मैले यस्तो खालको पट लिएको छु। यो चाहिँ अलिक मिडियम साइजको पट हो। अनि यो पटमा चाहिँ हामीले मसिनो बोट बिरुवाहरू ग्रो गर्नको लागि सजिलो हुन्छ। त्यसै कारणले मैले यो मिडियम खालको पटलाई लिएको छु। यस्तै गरी म सबै यो माटो मिश्रणलाई यो पटहरूमा हाल्दै जानेछु। यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ यो पटहरू सबै हालिसकेर रेडी बनाइसकेको छु। अब म कार्नेसन रोप्नुतर्फ जाँदैछु। हेर्न सक्नुहुन्छ कार्नेसन चाहिँ कटिङबाट मजाले ग्रो हुने प्लान्ट हो। हामीले यो पोलिब्यागलाई हामीले नच्यातिकन पनि हामीले यस्तो प्रकारले निकाल्न सक्छौँ। हामीले प्लान्टहरू रोप्दाखेरि यसको जरालाई हामीले धेरै ख्याल गर्नुपर्ने हुन्छ। यसको जरा मुनिसम्म नआएको हुनाले मैले अलिक माथि नै यसलाई निकाल्ने प्रयास गरेको छु। हेर्न सक्नुहुन्छ यसको जरा देखिन थालिसकेको छ। अनि म यस्तो प्रकारले यसलाई रोप्न गइराखेको छु। कार्नेसन चाहिँ एकदमै दामीसँग ब्लुमिङ भएर फुल्ने गर्दछ। हेर्न सक्नुहुन्छ। त्यसै गरी म अर्कोलाई पनि यस्तै प्रकारले म निकाल्नेछु अनि यस्तै प्रकारले रोप्नेछु। हेर्न सक्नुहुन्छ यसलाई राम्रोसँग हामीले सजिलोसँग यस्तो प्रकारले निकाल्न सक्छौँ। त्यसै गरी मैले यहाँ सबै पटहरूमा यस्तै प्रकारले मैले कार्नेसनलाई रोपिसकेको छु। कार्नेसन चाहिँ धेरै कलरहरूमा हुन्छ। यो चाहिँ एकदमै राम्रोसँग जाडो महिनाको समयमा फुल्ने गर्दछ। कार्नेसन चाहिँ एकदमै ब्लुमिङ हुने फ्लावरमध्ये एउटा पर्छ। प्रायः जसो कार्नेसनले चाहिँ 12 महिना फुल दिने गर्दछ। यो कार्नेसन चाहिँ 12 महिना यसले आफूले फ्लावरहरू दिने गर्दछ। यो चाहिँ एकदम जाडो महिनामा चाहिँ फस्टिएर आउने गर्दछ। हेर्न सक्नुहुन्छ मैले यस्तो प्रकारले यसलाई रोपेको छु। हजुरले पनि कार्नेसनलाई यस्तै प्रकारले नर्सरीबाट ल्याउनु भएको छ भने यस्तै प्रकारले रिपोर्टिङ गर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ रिपोर्टिङ गरिसकेको छु। त्यसै गरी म यसलाई फङ्गिसाइडको पानी दिँदैछु। फङ्गिसाइडको पानी चाहिँ हाल्दाखेरि फङ्गिसाइड चाहिँ धेरै हाल्ने होइन, हलुका पानी धमिलो भयो भने हुन्छ। अनि मैले यस्तै प्रकारले सबै प्लान्टहरूमा फङ्गिसाइडको पानी दिनेछु। फङ्गिसाइडले चाहिँ माटोमा रहेको फङ्गसहरूलाई मार्ने काम गर्दछ। त्यसै कारणले फङ्गिसाइड चाहिँ प्लान्टको लागि धेरै जरुरी एउटा चिज हो। त्यसै कारणले मैले सबै पटहरूमा फङ्गिसाइडको पानी मैले एड गरेको छु। सबै पटहरूमा मैले हेर्न सक्नुहुन्छ फङ्गिसाइडको पानीहरू मैले दिइसकेको छु।
चाहिँ व्हाइट कलरको रहेको छ। हेर्न सक्नुहुन्छ कुनै कुनैमा चाहिँ फुलहरू पनि फुल्न स्टार्ट भइसकेको छ अनि यसमा चाहिँ व्हाइट कलरको आएछ एकदमै दामीसँग ब्लुमिङ भएर फुलेको छ। अनि मैले यस्तै प्रकारले फङ्गिसाइडको पानीहरू दिएको छु। थ्यांक यू।